हेलो गाइज, गुड मर्निङ फ्रम कालिम्चोक कुरी बजार। आज चाहिँ हामी अब यहाँबाट कालिम्चोक जाने खर्खरमा छौँ। कालिम्चोक चाहिँ त्यहाँ माथि डाँडामा हो। यहाँ केबल कार पनि छ, तर हामी केबल कारमा नजाने कुरा भयो, किनकि हिँडेर जाने कुरा भयो होइन। त्यो गाइज अब चाहिँ हामी यहाँबाट कालिम्चोकतिर लाग्दैछौँ है त गाइज। पुरा लेफ्ट राइट बाइक जाँदैन, बाइक चाहिँ तपाईँको यहाँ तलसम्म जाँदैछ। अनि त्यहाँ तलसम्म जानुभन्दा त बरु होटलमै राखेर हामी चाहिँ गएको छौँ। बाटो चाहिँ यस्तो छ गाइस, बाइकमा अन्त बिजोकै छ नि। त्यही हो ल, भिडियो यसो देखाउँदै गर्छु ठाउँ ठाउँ बाटो हेर्दै गर्नु होला। यो बस्ती सही छ क्या, भाइरल ठाउँ यही फेरि पर्यावरण डेन्जर देख्छ नि यहाँ त। ल साथीहरू, यो चाहिँ कालिम्चोकको केबल कार हो। सर एउटा माथि पुग्यो, स्लो मोसन हिँड्दैछ। हाम्रो साथीहरू पनि हिँड्दै हुनुहुन्छ। हामी चाहिँ अहिले ठ्याक्कै तपाईँको यो के अरे चाइनाको के अरे ग्रेट वालमा आइपुग्यो। सन्देश झगडा हो, ग्रेट वाल पुग्ने बाटो यही हो कि। हेलो हेलो, ल ल ल ल ल उसको युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइस। त्यही हो। के छ सन्देश? मेरो सन्तोष 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 के? सन्तोष भिकारी। गाइस काठमाडौँमा खसी पार्नु नसकेर दुइटा बोकाहरू यही हो। यो हेलिकप्टर यही हो, फेरि यहाँको हेलिकप्टर। घोडा चढ्ने बुढो कहाँ गयो? घोडा चढाउने बुढो कहाँ गयो? हिँड्दा हिँड्दै बोल्नु चाहिँ नसकिँदैछ है। सब जेठा हो नि कालिम्चोकको त। लाग्दैन भने हामी 10 रुपियाँ पिहाल्छ नि। हिजो त दुईटा सेन्ट छ, अहिले त 4-5 रुपियाँ आयो त अहिले त। त्यो त अब प्यासेन्जर वाइज हुन्छ होला नि। बिहानमा चल्ने होला सबै, अनि दिउँसम्म एउटा होला, एउटा दुइटा होला क्या। गुलिले यहीँ लाइनै छ, अब सबै पैसा नभएको मान्छे पैसा भएको बुद्धि नभएको क्या आले। चोक तानेर 1 मिनट चोक तानेर स्टार्ट गरेर अहिले नर्मल स्टार्टमा राखेर ट्याप 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 हान्दैछ त्यसले। स्टार्ट नहोला भन्दैछ। जस हेर्न पाइन्छ क्या। लाइन छ नि, कति मान्छे अघि फर्किसक्यो के त्यो। खासमा हामी अब केबल कार चढ्न त हामी मनकामना जाँदा पनि भइहाल्यो नि। नि चढिसक्यो धेरैचोटि। दाइ तपाईँ मन्दिर पुगेर आउनु भयो होइन? यहाँकै हो तपाईँ? कति लाग्छ होला? 1 घन्टा जति लाग्छ। दाइले त आइसिनु हिसाब गर्दै के हो यार, 45 मिनट भन्छ त अहिले त। हो र? ल ल ल, फेरि यहाँ चाहिँ निर्माण कार्य हुँदैछ है गाइस, द्रुत गतिमा। हाम्रो सिडी बन्दै होला दाइ यो। ल यहाँ बाल्न चाहिँ कहाँबाट ल्याउँछ भाइ?
पानी हाम्रो मान्छे माथि नै छ आन्टी अघि नै गइसक्यो हामी चाहिँ सुत्न उठ्न ढिला भएर मात्रै हो आज हिउँ चाहिँ परेन होइन त दिदी यता दिदी परेन होइन हिजो पऱ्यो होइन यस्तो यस्तो पक्रिँदैन यस्तो यस्तो हट हट मान्छे आएपछि कहाँ हिँड्नुपर्छ भने पक्रिहाल्छ ओहो मैले बनाएँ निर्माण कार्य हुँदैछ हिँडेको आधी घन्टा भन्दा बढी भइसक्यो यार भर्खर पनि आइसक्यो